सङ्खुवासभा खादबारी 4 सेखाका यी पहाडी भेगहरूमा खेतीपाती जीवनको एउटा अभिन्न अङ्ग हो। यहाँका महिलाहरूले पुस्तौदेखि परम्परागत शैलीमै आफ्ना खेतबारी सम्हाल्दै आएका छन्। तर फेरिएको मौसम, कमजोर बन्दै गएको माटो र किराको प्रकोपका कारण परम्परागत खेतीबाट सोचे जस्तो उत्पादन लिन दिन प्रतिदिन गाह्रो भइरहेको छ। यी समस्याहरूको समाधान खोज्न र किसान महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले हिमालयन एग्रो इकोलोजीले 4 दिने करेसाबारी तालिम सञ्चालन गरेको थियो। नमस्ते, मेरो नाम छेकी शेर्पा हो। नमस्ते, मेरो नाम मोना गुरुङ। मेरो नाम निर्मला तामाङ। नमस्कार, मेरो नाम चाहिँ सानु राई। नमस्कार, मेरो नाम दीक्षा राई। यस तालिममा प्राङ्गारिक प्रविधि, माटोको उर्वरा शक्ति बढाउने तरिका, बिउ संरक्षण र दिगो कृषि प्रणालीका व्यावहारिक सिपहरू सिकाइएको थियो। जस्तै बिरुवालाई छाप दियो भने अब पानीहरू कन्टिन्यू हालिराख्नु नपर्ने, चिस्यान त्यहीँ कायम भइरहने। अब त्यही छापोबाट मल भएर किराहरूले त्यही छापोलाई खाएर मल हुने। मिश्रित बालीमा एकै ठाउँ धनियाँ नि रोप्ने, पियाज, लसुन त्यस्तो जम्मै एकै ठाउँ रोपेर किराहरू लाग्दैन, आक्रमण छिटो गर्दैन। अब त्यो एउटालाई जोगाउँछ भनेर सिकाउनु भएको थियो। त्यो चाहिँ तातो नर्सरीमा बिउ बिरुवा उत्पादन गर्दाखेरि चाहिँ छिटो हुने, जस्तै चिसो मौसमको लागि चाहिँ त्यो तातो नर्सरी उचित हुन्छ। आकाशे नर्सरीमा चाहिँ जस्तै अब सिधा ज्वरो जाने बिरुवाहरू रोप्यो भने चाहिँ हामीलाई निकाल्न सजिलो हुन्छ र कम किराहरू लाग्छ। उहाँले बिरुवा दिनुभयो, सिकाउनु भयो। अब हामीलाई चाहिँ बिरुवा कफीको अनि सुन्तलाको अनि कागतीको दिनुभएको छ। यो बिरुवाहरू चाहिँ एकदम सानोमै फल्ने अनि हामीलाई चाहिँ एकदम फाइदा। जति मल हामीले ट्रेनिङमा सिकेको त्यति हामी राम्रो सिकेर गएर हामीले गर्ने पनि छौँ र अनि अझै हामीले फलहरू चाहिँ छिटै सानामै देख्ने पायौँ। त्यो चाहिँ धेरै खुसी लागेको छ। अनि मलहरू यसरी गर्नुपर्छ भनेर सिकाउनु भयो। हजुर, मल चाहिँ हामीले त त्यतिकै मल बनाएर त्यतिकै खाडलमा त्यतिकै मल राख्थ्यो। तर यो चाहिँ होइन रहेछ। हामीलाई सरले चाहिँ के सिकाउनु भयो नि, यो जिनिसको यसरी मल हुने रहेछ, यो झार जङ्गलको यसरी मल हुने रहेछ भन्ने बुझ्यो होइन। व्यावहारिक रूपमा सिकिएका यी सिपहरूले सेखाका महिलाहरूको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउन थालेको छ। जस्तै तालिम लिइसकेपछि चाहिँ माटो पनि अलिकति सुधार भएर कम किरा लाग्ने अनि उत्पादन पनि अलिकति बढी हुने। अब बोट बिरुवा कसरी लाउने, कसरी हुर्काउने, कसरी मल पानी गर्ने भनेर हामीले चाहिँ आफूले पहिला गरेपछि त्यसरी तालिम पाउँदाखेरि हामीले धेरै आफूलाई महसुस हुन्छ, राम्रो हुने रहेछ। तरकारीहरू चाहिँ बजारमा घरमा पनि हामीले खान्छौँ र बजारमा नि लान्छ। धेरै हामीलाई सहुलियत राम्रो भएको छ। हामीलाई आय आर्जनको लागि धेरै टेवा पुगेको छ। हिमालयन एग्रो इकोलोजीले महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य सधैँ राख्दै आएको छ। हजुर, यो ट्रेनिङ त भरेछ मेरो विचारमा त अझै पनि आइरह्यो भने चाहिँ हामी अलिक जान्ने हुन्छौँ। कति कुराहरू नजानेर पछाडि परिरहेको हुन्छौँ। त्यही भएर अब हामीलाई ट्रेनिङ आवश्यक छ। आफ्नै लागि हो, किनभने हामी विदेश जानुभन्दा यहीँ गाउँठाउँमा गरी खानु पायो भने चाहिँ मान्छेहरू पनि अलिकति सहज तरिकाले अगाडि बढ्छ भन्ने मलाई चाहिँ लागिरहनु भएको छ। आज सेखाका महिला किसानहरूको करेसाबारीमा विषादी रहित ताजा तरकारी मात्र फलेका छैनन्। उनीहरूको आत्मविश्वास र आत्मनिर्भरता पनि बढेको छ। दिगो कृषि प्रणालीले सेखाको माटोलाई मात्र जोगाएको छैन, महिलाहरूलाई आर्थिक रूपमा सक्षम पनि बनाउँदै आएको छ।